हेलो गाइस, गुड मर्निङ, ह्याप्पी सन्डे। तर म एउटा कुरा के भन्न गइरहेको छु भन्दाखेरि होइन, तर हिजोको जुन सुदूरपश्चिम र रोयल्स र लुम्बिनी लायन्स बिच म्याच भयो नि, लुम्बिनी लायन्स चाहिँ जित्यो, बधाई छ लुम्बिनी लायन्स होइन। तर एउटा कुरा मलाई के भइरहेछ भने चाहिँ, तर जब सेकेन्ड विकेट फर्स्ट विकेट गइसकेपछि सोल्डर ज्याक्सन आयो नि, त्यसमा त्यो बल चाहिँ घुँडाभन्दा माथि छ कि त्यो घुँडामै लागिरहेछ। त्यो बल कसरी आउट भयो कि है, अनि एम्पायरले चाहिँ सिधै आउट गरिदियो होइन। तर त्यसमा मलाई डाउट के लागेर चाहिँ, तर कमेन्टरले बार बार रिप्लाई गर्दाखेरि, कमेन्टर बोल्दाखेरि मात्र मलाई नट आउट जस्तो लागिरहेको थियो क्या। तर पक्कै एउटा कुरा के हो भन्दाखेरि, सुदूरपश्चिमको फ्यानहरूले पहिले धेरै मान्छेले भन्छन् नट आउट थियो, तर लुम्बिनीका मान्छेले भन्छन् आउट थियो। तर मैले यो बुझ्न सकेँ त्यो आउट हो कि नट आउट हो होइन। तर त्यो बल चाहिँ घुँडाभन्दा माथि नै थियो, त्यस्तो यति त्यो अब राम्रोसँग चेक गर्ने हो भने त्यो नट आउट नै थियो क्या। तर त्यसलाई गलत डिसिजन दिइरहेछ एम्पायरले होइन।